सुन्दर हिमाल र शान्त बुद्धको देश नेपाल। तर यो शान्तिको पर्दा पछाडि एउटा विभत्स ऐजेरू मौलाइरहेको छ। हरेक दिन पत्रपत्रिकामा एउटै समाचार दोहोरिन्छ, बलात्कार। तराईका फारदेखि कर्णालीका विकट गाउँसम्म आज हाम्रा छोरीबेटी सुरक्षित छैनन्। वर्षौं बित्छन्, सरकार फेरिन्छन्, तर पीडितको आँसु ओभान हुँदैन। आखिर किन नेपालमा बलात्कारका घटना कम हुनुको साटो बढिरहेका छन्? के हाम्रो कानुन अपराधीका लागि पर्याप्त छ? आज हामी नेपालमा बलात्कारको भयावह स्थिति र यहाँको फितलो न्याय प्रणालीको बारेमा चर्चा गर्नेछौँ। भर्खरै मार्च 2026मा सुर्खेतमा भएको एउटा घटनाले फेरि एकपटक देशलाई स्तब्ध बनाएको छ। 16 वर्षीया इनिसा बिके, जो कक्षा 11मा पढ्थिन्, बिहान 6 बजे ट्युसन पढ्न घरबाट निस्केकी थिइन्, तर उनी कहिल्यै घर फर्किएनन्। उनको शव जनजागरण सामुदायिक वनमा भेटियो। पोस्टमार्टम रिपोर्टले पुष्टि गर्यो कि उनलाई क्रूरतापूर्वक बलात्कार गरेपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको थियो। यो घटनाले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ, के विद्यालय जाने बाटो पनि हाम्रा बालबालिकाका लागि सुरक्षित छैन? नेपालको मुलुकी अपराध संहिता 2074 अनुसार बलात्कारका लागि कडा सजायको व्यवस्था त छ। 10 वर्षभन्दा कम उमेरका बालिकाको हकमा 20 वर्षसम्मको कैद सजाय तोकिएको छ। तर समस्या कानुनमा मात्र छैन, समस्या कार्यान्वयनमा छ। पहिलो, हदम्यादको समस्या। दोस्रो, प्रमाण सङ्कलनमा हुने लापरवाही। र तेस्रो, गाउँघरमा हुने मिलापत्रको संस्कृति। जबसम्म अपराधीलाई राजनीतिक संरक्षण मिल्छ र समाजले पीडितलाई नै दोषी देख्छ, तबसम्म यस्ता घटना रोकिने छैनन्। इनिसा, निर्मला र भागीरथीहरूले न्याय पाउनु भनेको एउटा अपराधी जेल जानु मात्र होइन, बरु भोलिका छोरीहरू सुरक्षित हुनु पनि हो। तपाईलाई के लाग्छ? के हाम्रो कानुनी व्यवस्था दोषीलाई सजाय दिन सक्षम छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। सचेत रहौं, सुरक्षित रहौं। धन्यवाद।